स्वागत छ हजुरलाई मेरो नयाँ भिडियोमा। हेलो एन्ड नमस्ते, सन्चै हुनुहुन्छ होला? म पनि ठिकै नै फाइन छु एन्ड गुड मर्निङ। त यहाँ सुरुवाल खोज्न आएको, अस्ति हराएको अझै त्यो कुकुरले लग्दै गयो के बाबुको सुरुवाल, जे पनि उठाल्ने रहेछ। त्यहाँ झ्यालमा सुकाएको थियो, तल खस्या हुँदा लग्दै गयो नि, उठाएर लग्यो रहेछ। जे पनि पत्ता नै कता गयो गयो एउटा सुरुवाल हराखा। हाम्रो त सबै झारेछ नि त। आज के सब्जी बनाउने? कटर प्रेस ठुलो भयो भए त्यही प्रेसमा पकाउनुहुन्थ्यो नि, के भन्यो नि भयो। भात पाक्न आयो, अब कटरको तरकारी पकाउनु पर्छ। कटर पनि छ फेरि, आगै बोल्दैन यहाँ त्यहाँ कटर छ, अब कटर पकाउनु पर्छ। माखा खाएर कस्तो यो अम्रेले यस्तो माखा है, यो कस्तो राम्रो देखायो है पायल, तर खुट्टा फेरि कति कालो देखायो। ठुलो मिल्दैको कि मलाई पायल, तर फेरि यस्तो छ फेरि दौल मेरो पायलको। हिजो दिनुभएको साँझ राति, साँझ आएको नि त हाम्रो। अनि बिछिया पनि दिनुभएको थियो यहाँ लगाउने, तर मैले नलगाएको। यसो यस्तै बुट्टा भएको बिछिया थियो कि लगाएन। माखाले घेरि खानु कति काला खुट्टा। यहाँले दिनुभएको मलाई यो पायल कस्तो छ टुकटुके। अब हेर यसलाई कहाँ जान्ला होला, यो भो 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 गर्दै ढुङ्गा खेलाउँदै कि यो देखो देखो। ठुलम्मे अहिले 3:30 बजेतिर चिया बनाउने, अनि त्यसपछि खाना बनाउने कि ठ्याक्कै चिया खाएर छिटो हुन्छ नि। अनि म घर जान्छु खाना बनाएर। हुन्छ हुन्छ हुन्न काम नउतिरहेको नजाने घर। तपाईँले त आफै त्यो भन्नु भएन र, नआइज भन्नु भएन र, फेरि अहिले फेरि माया पलायो, काम नउतिरहेको नजाने भन्नुभयो। हिजो के भन्छ देवले जबरजस्ती जाम कि जाम भनेर सबैले भनेर आए, अनि गाली गर्नुभयो बच्चासँग त हुन्छ भने। मैले त्यो भनेको कि योसँग गाह्रो हुन्छ, गाह्रो भयो मलाई भन्न खोजेको। योसँग हो कि यो राति 12 बजे सुतेको, हिजो नसुतेर नि। ठुलम्बे सुते थिएन नि, सुते मान्छे नि उठे थिएन। टाउको मात्र हल्लाउनु छ, मुख हल्लिनु न फेरि यहाँको। अनि त्यही भएर योसँग गाह्रो हुन्छ भनेर चाहिँ नआएको। मैले त्यो भन्न खोजेको, नत्र काम गर्नु त गाह्रो मान्दिनँ म जे काम पनि गर्छु नि। ठुलम्बे हेला गर्नुहुन्छ मलाई, मस्तै काम गर्छु। मतलब योसँग गाह्रो हुन्छ भने म त्यही भएर चाहिँ मैले गाह्रो भयो भन्न खोजेको। योसँग यो राति सुत्दैन, केही काम गर्नै दिँदैन, यति टेन्सन गराउँछ अहिले मलाई। अनि त्यही भएर चाहिँ गाह्रो भयो भनेको कि योलाई। अनि सुत्ने टाइम पनि हुँदैन नि त, खसिन्छ के कहाँ हो। हुन त हामी त्यहाँ सुत्दैनौँ है, बुढीहरूको घर सुत्दैनौँ, सुत्नु त यहीँ भाइजू घर सुत्छौँ यही रुममा। तर त्यही पनि यसलाई गाह्रो हुन्छ नि त, त्यही भएर चाहिँ भनेको गाह्रो भयो मलाई भनेर योसँग। खाना बनाउने, भाँडा यस्तो काम हुन्छ, चिया बनाउने निद्रा पुरा भएन। आज सुत्न त एकछिन छ, त्यही पनि पुरा भएन, निद्रा राख मलाई। यस्तो छ जिन्दगी। सुरु खोज्नु गएको, कोही भेटेन मैले, खोजेँ कोही भेटेन। त्यही मान्छे फेरि जेठाजु हुनुहुन्छ, त्यही भएर चाहिँ बाबुको यहाँ घाँटीमा बान्ने दे, टाउकोमा बान्नु पऱ्यो। बुवा चाहिँ आज तरकारी ल्याउनु जानुभएको, खै पत्ता नै के तरकारी लिएर आउनुहुन्छ। तरकारीहरू पनि केही नै के सबै भ्याइया रहेछ। अनि फेरि आएको ठुलबुवाले फेरि त्यो त्यहाँ ठुलबुवाले यहाँ बस्नु भएको नि कुर्सीमा, त्यहाँ ठुलबुवाले फेरि त्यहाँलाई फेरि त्यो रस भएको तरकारी चाहिँ चाहिन्छ, मतलब दाल चाहिन्छ क्या। अनि दाल पनि भ्याइएको, अब अरू दाल खान मिल्दैन अरे नि त। अनि त्यही भएर चाहिँ यता लिएर यहाँ लिएर कि यहाँ लिएर त्यहाँ माइजू घर लिएर त्यो फेरि अर्को चुल्हा बनाएर खाना, मतलब दाल बनाउने भन्ने कुरा भएर फेरि दाल अनि हरियो तरकारीहरू लिन जानुभएको। कतिखेर आउनुहुन्छ? अनि म दिउँसो खानासाना बनाएर खाना खाएर भाँडा मोलेर एकछिन आराम गरेको, सुत्दै गयो।
निद्रा पुरा भएन यस्तो निद लाग्यो भनेपछि बिजीको बिजी कतिखेर चिया बनाऊ कतिखेर के गर अहिले त केही काम छ र काम त त्यतिखेर होला के अरे अब मानव लिएर आउने हुन्छ नि त्यतिखेर चाहिँ होला दुलम्मे भोलिहरू मानव ल्याउँछन् नि भोलि 5 दिनबाट अरू बाहिरका मान्छेले लिने के हुन नि भोलि शनिबार नि त्यही त मकै नखानेर बुढीहरूको यत्रो भइसक्यो तपाईँ स्कुल नजानेलाई के थाहा यसले यहाँलाई यस्तो रहेछ पिड दियो बडे पापाको पिड दो पाइया गरिदियो त सुतीको फेरि निद लागि गऱ्यो यसलाई राति 12-1 बजीसम्म जाग्नुहुन्छ यहाँ महाशयज्यू नि हेर्छ फेरि यस्तै छिन्के निक्र यस्तै छिनु ठेप्टिनु छाती रेटा देख्नु न घाँटी देख्ने ठाउँमा त्यही त भने मरिन किन अलिअलि छाला मात्र काटेछ भने त अब टक्लिहाले अलि बेसी गरी काट्नु पर्छ त यहाँ तपाईँको हुनेवाले देख्यो भने फर्केर आउने के निठुलम्बे टिठले यता हेर्नु न हुनेवालाले देख्यो भने फर्केर आउने कि टिठले नि अहो मेरो लागि यस्तो दुःख म हाल्दिनँ नि त तपाईँको भिडियो तपाईँले यस्तो गरेको यी काम जसलाई त तासको त पनि आन्दा तास खेल्ला रे देख्यो भने पो फर्केर आउली त यस्तो फोहोर सबै उठाएर यहाँ पुरा मान्नु पर्यो कि सफा गरेर यस्तो फोहोर छ सानो आऊ आऊ तरकारीहरू आइपुग्यो बाबा के लिनु भयो धेरै तिजल पाएर हेर यहाँ कस्तो खुसी भयो 500 अरे सिरसाल त 500 भन्थे यिनी आज खानाबाट यिनी जसले दियो उहीसँग आज चेर छिचिरो चेप्टिन गए कम थियो बाबु बुइले दियो रे आमालाई दियो रे सानो आमालाई दियो रे खुसी जत्रो मान्छेको ले मलाई हाल्नु त्यही अब फेरि 10 रुपियाँको औषधि आउँछ क्या निकलको त कस्तो र रुगा लाखारे त हो कि सोयाबिन त किलो हिसाब ल्याए हुन्थ्यो क्या बुवा पाकेटको भन्दा नि ल्याए खोर्सानी हरियो खोर्सानी 3 पाकेट सोयाबिन दाल यो त मसुराको दाल होइन र के को दाल हो मसुराको त गोपी ओ माय गॉड बन्दा बोरी आलु प्याज ये फिर के रहेछ ये टमाटर हो क्या ये फिर धनिया टमाटर आयो यो चाहिँ स्याउ रहेछ यो चाहिँ भित्र लग्ने त्यहाँ भित्र खाने होला नि
केरा ए मम्मी यिनी भित्र राख्दिनु त कहाँ खै त अब त्यो त के छ मलाई दाल पकाउला छु यसको हालत हेर यसले हो र मैले छोड्दैन हेर कहाँ खाँदै कतिखेर बनाउँला दाल भात तरकारी सादा हुन लागिसक्यो फेरि एक्लै यस्तो समस्या गरेको दाल दोस्दैछु त्यहाँ तरकारी बनाउँछ आलु बनाएर त्यहाँ राख्नु भएको छु मम्मीहरूले त्यसपछि भात बनाउनुपर्छ निद्ला क्या कस्तो गरेको देख हिँडेर खुट्टा कस्तो गरेको छ अब शीर्ष आउँछु भन्थ्यो पत्ता नै आउँछन् कि नै साँझ एक्लै सुत्न सक्दैन नि तिनी त्यहाँ गएर डराउँछन् आउनु पर्ने फेरि यही हो आउँछु त भन्थ्यो मैले कति धेरै सुरुवाल खोजेको कि यसको कहीँ पनि भेटाइन अनि यस्तो बेला त्यस्तो दुःख भयो यस्तो भयो उस्तो भयो भन्नु हुँदैन भन्नुभएको थियो अघि नै भन्न त भनेको थिएँ बट मलाई त्यस्तो दुःख लाग्दैन काम गर्नु पर्यो यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो भनेर चाहिँ मलाई त्यस्तो केही लाग्दैन क्या सिवाय यसको हालत देखेर मात्रै लाग्छ कि त्यही भएर दुःख भयो भनेको यसको लागि भनेको कि यसलाई दुःख भयो नि त घर जस्तो हुँदैन यसलाई हेर्नुपर्छ काम गर्नुपर्छ यसलाई हेर्ने मान्छे हुनु पर्यो अब यहाँ काम गरिराख्नुपर्छ भोलिदेखि झन् मानव ल्याउने आउने मान्छेहरूलाई केही खुवाउनुपर्छ चिया खानेलाई चिया दिनुपर्छ चिसो खानेलाई चिसो दिनु कसलाई त्यही भएर चाहिँ गाह्रो हुन्छ नि त त्यही भएर भनेको फेरि यसरी सालाई रुगा लगाएर टाउको दुखाएको भन्थ्यो यो सानो त्यही भएर हामीलाई फेरि टेन्सन भयो नि तिमीलाई धो बाखा कहाँ अब चाहिँ खाना बनाउनुपर्छ फास्ट नत्र अलि फेरि ढिला हुन्छ त्यहाँले फेरि केही खानु हुँदैन अलि फेरि त्यहाँले रोटी भन्नु पनि रोटी बनाउनुपर्छ त्यो चिया खा देखेर यहाँ हात कस्तो गरेको ओके आजको भिडियो चाहिँ यति नै सबैजना लाइक सेयर गरिदिनु होला सब्सक्राइब नगरेको मान्छेले सब्सक्राइब गरिदिनु होला म लास्ट बिजी छु त्यही भएर भिडियो बनाउनु पनि पाउँदैन क्या यस्तो ठाउँमा भिडियो बनाउनु हुँदैन नि त नेक्स्ट डे नेक्स्ट भ्लग बाई बाई